एकदम होइन हामी चाहिँ दसैँ मनाएर ट्याक्क तलतिर झर्दैछौँ। यो चाहिँ तल वीरेन्द्र माझी स्कुल हो होइन। यस्तो खतरा बाटो चाहिँ छ। अब पहिला हाम्रो दाजुहरू पढ्न आउने चाहिँ यहीँ हो। हामीलाई चाहिँ अहिले माथि नै स्कुल बनेर सजिलो भयो होइन। अब हाम्रो छोराहरू दाइको छोराहरू चाहिँ माथि नै पढ्न पाउँछन्। हाम्रो दाजुहरू चाहिँ आउने यहीँ हो। अब हामी यहाँको फाँट पनि देखाउँछौँ हुन्छ गाइस। खतरा फाँट छ। यस्तो खतरा भ्यू देखिन्छ होइन। धान पाकिरहेको छ, काहीँ हरियै छ। यस्तो मजाको खतरा छ नि यहाँ। तल बेसीमा त बसिरहँ जस्तो लागेको छ नि अहिले त। पुरै धान हेर्नु त कोही पाकिरहेको छ, कोही हरियै छ। कोदोको यस्तो खतरा भ्यू छ ल यहाँको। वीरेन्द्र माझी स्कुलबाट तलतिर भनिरहेको अवस्था है। त्यो ढलान गरेर चाहिँ अनि यहाँ दाईहरू हुनुहुँदो रहेछ। अब यहाँ दिदी चढ्नुहुन्छ अरे एउटा भाउजू। यस्तो खतरा छ के छ चाहिँ। यहाँ दाईहरू यसरी बसिरहनु भएको छ होइन। ट्याक्कै आइचरको हिँडाइ यस्तो खतरा छ होइन। हामी लगभग 15-20 जना छौँ तर आइचरको हिँडाइ पनि खतरा रमाइलो छ। यो चाहिँ सालको साइडबाट उक्लियो भने हुन्थ्यो। बाइक आएर खतरा मजाले तपाईँहरू नेपाल हो। बेसी घुम्ती र बेसी झर्ने रोड। यस्तो खतरा छ है बेसी झर्ने रोड। बेसीको त्यस्तै हो। अब यो बेसी फाँटको बाटो कस्तो लाग्छ हजुरलाई यसो कमेन्ट गर्नु होला होइन। माछामा त्यहाँ बाटो देखिहाल्छ। बाटो यस्तो छ होइन। अब धेरै बेर भिडियो बनाउन सक्ने चान्स छैन। यस्तै हो बाटो यस्तै छ है त। लगाए यो चाहिँ चौथे फाँटो है गाइस। यस्तो दामी धानै जानु हरियाली होइन। यस्तो दामी छ कि धान झुलिरहेछ। पिङ के अरे चङ्गा लड्किरहेछ। यहाँ टिका लाएर मान्छे हिँडिरहेछ। फाँट यस्तो दामी छ होइन। आइचार चाहिँ 3-4 घन्टा फस्यो चौथे खोलामा। आइचारले तान्दियो त्यही भएर टाइम लाग्यो है गाइस। यस्तो छ अवस्था। धान देख्ने गाडी मजाले दौडिरहेको। ल गाडी रोक्यो झ्याप्प यहाँ मान्छे झर्नु पर्यो। यहाँ बाघ झर्नु पर्यो होइन। यहाँ धान ढलेर बिजोग छ फेरि। ल त गाई यस्तो छ अवस्था। यहाँ मान्छेहरू पनि टन्न बसेका छौँ दसैँ मानेर घरबाट फर्केको होइन। सरर यस्तो छ यो गाडीको अवस्था। कोही उठिरहेछन्। यहाँको अवस्था यस्तै छ है गाइस। कोदोबारी चाहिँ खतरा छ है गाइस। हरियाली ढपक्क होइन। खतरा अब पालो लाग्ने बेला भयो। यस्तो दामी छ कोदोबारी।
अब यसो पलेसी ढिँडो खान मस्तो हुन्छ त्यो भगटे फलिरहेको छ त्यहाँ होइन यो सल्लो घारी आयो होइन मस्तो सल्लो घारी छ सल्लो घारीको सरसुरो चिसो हावा खाएर बस्न त मजै आउँथ्यो ओह्रालो भयो हुनाले आयो गाडी उकालो अब गाडीले पछार्ने गरेर भिडियो बनाउने गाडी छ बाटो यस्तो छ चल्ने बाटो छ अगाडि त्यस्तो छ बाटो यस्तो खतरा छ माथि पुरै सल्लाह गरी हो पछाडिको बाटो यस्तो खतरा छ यस्तो मजाको सडक सल्लाह गाडीमा उता फाटो पुरै बेसी फाटो त्यो चाहिँ कुमारी बेसी बिस्तार बाइकलाई साइड दियो गाडी अब आइचरको बरु आफू लडिएर विचार गर बाइक बाइकमा आइयो भन्नु मात्रै हो हालत यस्तो रमाइलो छ हेर दाजुको के छ दसैँ मानेर कतातिर लाग्यो के छ दसैँ राम्रो भयो ए मेरो त एकदम झकास तिमीहरूको रमाइलो भयो नि बाटो यस्तो रमाइलो बाटो छ मोटरसाइकल बाटोमा बिहार दिदी चाहिँ बनाएर गरिरहनु गाडीमा ल उचालेर पाखा लगाइदिनु पर्ने कान्छ त्यो बाइक बसेर त्यहाँ उचाल्ने हिँडे जस्तो छ होइन ल भाइ लु कान्छ ए राजु खै अब बाइक के भयो बाइकको बनाउनु जानुभएको केही प्रगति भएन हेर्नु थाल्नुभयो पाखा लाउनुलाई ए मोटरसाइकल हाल्ने हो यहाँ हो गाडीलाई वेट पुगेन गाडीलाई वेट पुगेन सर्लक्क साइड लाउनु यो अफरोड गाडीलाई त ठिकै छ अरू गाडी बाटो खत्तम भयो यस्तै अफरोड चाहिने हो गाडी आउँछ एक बाइक साइड लाएर आउनु भइसक्यो हाम्रो दाइहरू यता हुनुहुन्छ होइन बाटो यस्तो बिन्दास छ यो चाहिँ अब सल्लाह घारीको हो होइन हाई स्कुलभन्दा माथि सल्लाह घारीको बाटो यस्तो खतरा छ ल बिन्दास एकजना भन्दा दुईजना बाइक चाहिँ हिँड्न नि सक्नु नपर्ने बाटो छ खतरा बाइक पनि अफरोड चलाइराखेले मात्रै हो फेरि त्यही पनि नयाँ हुनुहुन्छ भने चाहिँ यसो हिँड्नलाई बोल्न गर्नु होला यो बाटो अनुभवी मात्र आउनुपर्छ भत्केका